हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। लाइभ सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि सो गाइज आज चाहिँ हामी टक्क हामी तीनजना मिलेर चाहिँ चट्ट घुम्न जाँदैछौँ। कहाँ केटा हो भन्दै त हो ल हामी चिम्टेश्वर जाँदैछौँ। ल गाइज हेर्दै गर्नु होला भिडियो। हामी टक्क अब चाहिँ घरबाट निक्लिनु लाग्यो। ल म गएँ मम्मी दम तीनजनासँगै निक्लिनु त नहुने केही हुँदैन, फरक पर्दैन। र सो गाइज मेरो भाइको चाहिँ वर्तमान थियो लगभग यो भन्दा अघिल्लो महिनामा चाहिँ त्यो कसार चाहिँ अब मैले खान लागिरहेको छु है त गाइज। अब कसार त खानै पर्यो। लाएर कसारवाला भाइ चाहिँ यो है। सो गाइज हामी चाहिँ टक्क लाएर होइन काले खोलानिर आइपुगिसक्यौँ होइन। टक्क लाएर होइन हामी हिँड्दैछौँ। अब हामी चाहिँ मजाले हिँड्दैछौँ, मजाले एकदम मजाले हिँड्दैछौँ होइन। सो टेन्सन हुन्छ यस्तो यस्तो छ धमाधम गाउँ चुट्ने होइन बोक्ने यस्तो काम भइरहेछ। तर हामी चाहिँ यस्तो काममा नलागिकन माइखानतिर लाग्यौँ। काबो लाने हुने र काफल चाहिँ छ कि छैन भन्ने कुरो फेरि पाएको छ कि छैन भन्ने कुरो फेरि यहाँ त्यो टेन्सन छ कि यहाँ पाकेर जानु घर आएर लहर्छन्। काबो लाने भनेर हिँडे लिएर आयो भने होइन फेरि लहरिहाल्छ भगवान् होइन भन्दा केटा हो यो कुरो सही हो नि त। अनि म एउटा केबी ओलीको डायलग भन्छु है, तपाईँहरूलाई कसैले थाहा छैन होला, मेरो भिडियो परेन भन्ने केबी ओलीको डायलग फेमस डायलग हो। सो गाइज अहिले एकछिनमा माथितिर गएपछि चट्ट पाराले भेट गरौँ ल है गाइजहरू। सो गाइज हामी चाहिँ 1 नम्बरतिर लागिसक्यौँ है त। अनि टक्क 1 नम्बरको बाटो जस्तो फिलिली छ है। फेरि टक्क लगाएर चाहिँ यो चाहिँ 1 नम्बर पर्छ होइन। फेरि हाम्रो चाहिँ उता है फेरि 2 नम्बर, यो 1 नम्बर यो 2 नम्बर हो। तर अनि हामी जान लागेको छौँ यो माथि हो ठ्याक्कै उयो सिधा डाँडामा जान्छौँ, यताबाट घुमेर जानु लाग्यो। सो गाइज म पढेको स्कुल अरे यो स्कुलमा धेरै यादहरू छ, नराम्रो यादहरू पनि छ र राम्रो नेगेटिभ नि छ, पोजिटिभ पनि छ यादहरू। त्यसैले यो स्कुल चाहिँ अब त्यही हो। अब मैले छोडेकै लगभग 3-4 महिना भइसक्यो। 3-4 वर्ष अरूले 3-4 वर्षपछि आउँछन्, म चाहिँ 3-4 महिनापछि यसो चट्टै हेरिदिउँ स्कुल। यिनीहरू फेरि हाँसिरहेको छ मेरो कुरो सुनेर है। यिनीहरू फेरि यहीँ पढ्नेहरू हुन् नि त, अनि त्यो भएर हाँसिरहेको छ। मेरो कुरा मन परेन क्या तिमीहरूलाई? हामी चाहिँ अब गोरु एउटा गोरु यहीँ छ त, अनि अर्को गोरु कहाँबाट आयो? एउटा गोरु यहीँ छ कहाँबाट आयो? धेरै गोडा भएको रहेछ नि होइन। टेन्सन हुन्छ चट्ट लाएर स्कुल होइन। ल टक्क यस्तो छ हाम्रो यहाँ यस्तो रमाइलो भन्ने आइपुग्यो है, कसैले देख्ला भन्ने डर है। म फेरि पछाडि बसिरहेको छु कि। सो गाइज हामी चाहिँ माथानतिर लाग्यो कुल्फी खाँदै। केटा हो तिमीहरूलाई महँगो पच्दैन है? महँगो ब्रान्ड महँगो ब्रान्ड यिनीहरूलाई पत्दो रहेछ क्या गाइजहरू होइन। ल ठिक छ अब सस्तै खाओ तिमीहरू होइन। बाहुनले चौपाउन खाओस् स्वाद पाओस् भनेर त कुरो नगरौँ। दामी दामी यो गीत चाहिँ भाइरल बनाइदिन सफल हुनुभएकोमा कङ्ग्रेचुलेसन। गाउनु भएकोमा भाइरल भन्दाखेरि गाउनु भएकोमा धन्यवाद तपाईँलाई भन्ने आशा राख्छु। ल यसै गरी हामी नि लागेका छौँ माथिल्तिर गाइस। म तँलाई एउटा जादु देखाउँछु। अहिले यस्तो ओरेन्ज छ होइन, सेतो छ होइन। माथानमा चाहिँ यस्तो बनिएर रहेछ है। ल यस्तो बनिएर रहेछ है त गाइजहरू। हामी चाहिँ टक्क हिँड्दैछौँ है, टक्क हिँड्दैछौँ ल देख्न सक्नुहुन्छ। सो गाइज हामी चाहिँ सिडी हिँडेर टक्क हामी चाहिँ टक्क लाएर टक्क चिम्टेश्वर आइपुग्नु लाग्यो गाइजहरू हाम्रो। आइपुग्नु लाग्यो एउटा हिँड्न सक्यो होइन, यसलाई नि गाह्रो भएर होइन। अब त्यहाँ माथि गएर बस्नु केटा हो लास्टमा है बसौँ ल। चिम्टेश्वर आउनै लाग्यो अब त आउनु लाग्यो। सो गाइज हामी मात्रै घुम्न आएको भनेको मान्छेहरू त गाडी साडी लिएर होइन, गाडी अटो बाइक सट्ट लिएर घुम्न आउनु भएको रहेछ होइन। ल देख्न सक्नुहुन्छ
र हामी चाहिँ यहाँनिर आइपुग्यौँ है। त अब हामी चाहिँ यहाँनिर एकछिन यहाँ बसेर भिडियो सिडियो सुट गरेर हामी चट्काइ जब एकछिन हामी भिडियो सिडियो सुट सकेर अनि भेट्छ त। सो गाइस हामी चाहिँ भ्युटारमा आइसक्यौँ। भ्युटार यस्तो छ ल म ट्याक्क त्यहाँनिर गएपछि तपाईँहरूलाई ओ गाइस यस्तो भइसक्यो। यस्तो बाटो फेरि माथि गएको माथि चाहिँ नबस्यो धेरै। अब हामी तल आइसक्यौँ एकछिन अब तक फोटो सुट हान्छौँ अनि फेरि भेट्न लागिरहेको छ। सो गाइस ल चिम्टेश्वरको मन्दिर है डेन्जर हुन्छ क्या बवाल बनाएर चाहिँ गाइस लास्ट राम्रो बनाएर चाहिँ अहिले सुरुमा यो बन्दै थियो हामी एकचोटि आउँदाखेरि अहिले त पुरा भइसक्यो रहेछ ल हामी एकचोटि घुमाउँ है गाइस। केटा हो कसले आइदिनु आएर चिम्टेश्वर नारायण भगवान् तिमीले धेरै नै रक्षा गर्नु धेरै पढ्नुहोस्। म मन्दिरको भित्र पनि देखाउँछु गाइस है सट्ट घुमेर बौलाहरू बौलाउनु थाल्यो। सो गाइस होइन हाम्रो चाहिँ चिम्टेश्वर मन्दिर यही हो होइन। गाइस हामी दर्शन गरेर निक्लिसक्यौँ। खाली पेट आएको होइन कि खाएर आएको छ के दर्शन गर्नु भनेर यसो छिर्या मात्रै पूजासुजा चाहिँ गरेन हामीले कि खाएर आएको छ नि त त्यही भएर है। सो गाइस है ल अहिले एकछिनमा भेट्दै त अब तलतिर जाने बेलामा भेट्छु गाइस फोटोसोटो खिचेर अनि हामी पनि अब लाग्छौँ। आएको मान्छेहरूले घन्टी बजाइरहेको गाइस यहाँ देख्नु सक्नुहुन्छ। म त बालिङको फ्यान हो त जय घन्टी। सो गाइस हामी चाहिँ फर्केको होइन आएको 1 घन्टा नि भएन फर्किसक्यो केटाहरू यस्तो छ। हामी झर्ने सिडीबाट होइन खोइ यताहरू हल्का रगत आइरह नि हल्का रगत। म अब घर जान्न यतै पसारो पर्छु म घर जान्न। यस्तो राम्रो भ्यू हेरेर सुत्न पाएको बेलामा घर हुन्छ हुँदैन नि त्यही भएर म घर जान्न। तपाईँहरूले चाहिँ गाइस के भनिदिनु भने अब उतै सुत्यो अरे भनिदिनु है। हेमन्त चाहिँ उतै सुत्यो भनिदिनु है गाइसहरू ल म सुतेँ म घर जान्न। सो गाइस हामी चाहिँ यता पसलमा टक्क खाजा खान लाग्यो है। हामी चाहिँ यता छौँ ल के छ ल हामी चाहिँ अब खाजा खाएर निक्लिन्छ है त गाइस अनि भेटौँ। सो गाइस ल खाजा खान लाग्यो हामी चाहिँ खाजा खान लाग्यो। गाइस महँगो छ 250 हो। हामी हिमालतिर बसेर खाइरहेको छौँ है गाइस पहाडमा होइन। गाइजहरू भाइ चाहिँ लास्टै सस लवर छ। भाइ चाहिँ म हो है हिँडेको दादाको मिठो गाइस भोक लागेन मिठो नमिठो ठिक छ 100 पिक्स एकदम हो नि पर्फेक्ट हो ल ठिक छ केटा गएन मेरो पनि तिर्दै बिल है मसला छैन धेरै होइन 600 रुपियाँ हो भाइ धेरै होइन 600 हो 600 नि 900 तिनजनाको त्यो रहेछ तैँले तिरिहाल्नु नि म मेरो तिर्छ कि अहिले है। सो गाइस अब खाजा खाएर फर्केको हामी चाहिँ अब काफल खानु भनेर गएको लास्टमा काफल एउटा रहेनछ उत्तिकै फर्किनु भयो। केही छ हामीसँग केही छ काफल छैन नि है पर हो त पर हो काम गर्नुपर्छ केटा फटाफट नि घर काम गर्नुपर्छ होइन भन्छ त्यही हो। सो गाइस होइन हामी चाहिँ अनि टक्क काफल खाने भनेर घर अगाडि हिँडेको अस्तिको पालि त काफल टन्नै थियो यसपालि रहन्छ कि काफलै भएको ठाउँमा नि पाकेको छैन कि त्यस्तो भइरहेको रहेछ ल ठिक छ अब अलिक पछि हामीलाई आउन पाइयो भने अलिक पछि आउँछु
टक्क लाएर त्यतिखेर चाहिँ मजा मिठो काफल खानुपर्छ केटा। सो गाइज हामी चाहिँ गाह्रो भयो नि चट्ट बसिरहेको है ल गयो भने त केटा गाह्रो भएन लास्ट कुरो दियो क्या है यसलाई चाहिँ निन्द्रा लागेछ त निलायो उही दुखेर मान्छे मरौला जस्तो भयो। तिमीलाई के भयो सम्झी मलाई केही लागेन। मलाई चाहिँ निन्द्रा लाग्यो एक निन्द्रा सुतेर जानुपर्ने रहेछ मिठो निन्द्रै मिठो निन्द्रा लाग्यो अब घरै गएर सुत्छु गाइज। सो गाइज होइन घर हानी आएर हजुर गरेर बसेको। सो गाइज आजको लागि भिडियो यति नै अब अर्को भिडियोमा भेट्ने छौँ हस्त।